मार्केटिङ गर्दै सुगा बजारसम्म आइसकेको छौँ। चिसो छ, जाडो छ, यतिखेर काम त निकाल्यो। अब अरू पनि निकाल्नु छ आज, तर लास्टै चिसो छ यार। गाडी सट्टा आउँदैछ टमाटर बजारको बिच। नेटै चलेको छैन होला, ट्र्याक्टरको कलेज छ, खेती हुन्छ। और 3 दिन एक्टिभ पनि भइसकेको रहेछ त। अनि 3 दिन एक्टिभ भइसकेको रहेछ त। हेड अफिस फोन गरेको 3 दिन पनि खोलिसक्नु भएको छ भन्छ त। दुईजना पनि आउनुभयो। के छ विकास सर, मार्केटिङ कस्तो चल्दैछ? मार्केटिङ एकै कुरा काम हो। ए स्टेटमेन्ट चाहिँ मिलाउनु भनेको? स्टेटमेन्ट मिलाइदेऊ, यहाँबाट म हाल्दी पठाउँछु भनेको। ए अब कतिमा मिलाइदिनु त हो दाजुलाई? कतिमा मिलाउँछ अब? उहाँको अहिले 7,910 रुपियाँ देखाएको रहेछ होइन? स्टेटमेन्टमा? स्टेटमेन्टमा। धेरै चिसो छ। के भन्छ ल दाइ, दुर्गुनमा खायो हौ दाइ। दाइ हेर्नु हेर्दै जानु, यो घरमा कसले हाल्यो? यो टाढे घरमा जोडिरहेको छ काम। यहाँ छैन हौ, यता सबैले जोडेको छ। यहाँ अर्कै आइसकेको छ। जाँदामा यसलाई लगेर छप्पाउन पाएँ, छैन पैसा। भर्खर 14 गते हुँदैछ सिलगढी आउनलाई। 13 गते पो हुँदैछ त हौ। त भाले लगेर छपक्क पारेर पाएँ। ओ माई गड, जाडामा पानी दियो। अब हामी कहाँ आइपुग्यौँ दाइ? सुगा बजार आइसक्यो। तलतिरको हाम्रो मार्केटिङ आज सकियो नि होइन, जाडोमा आइयो तल। 2टा काम निकालियो, अरू सकिएन। टार्गेट छ आज 8वटाको पुरा गर्नुपर्ने। गर्छौँ हामी, अल्छी चाहिँ गर्दैनौँ क्या काममा। जाडो होस् या गर्मी होस्। सुगाको स्कुल मन्दिर आउँछ। मन्दिरमा दर्शन बाहिरैबाट गर्नु, भित्रबाट के भाउ आएको छ दाइ अहिले? आलुको भाउ हामी जयनगर 32 निसरी जयनगर 2-3 ठाउँमा एकातिर मार्केटिङ गर्नु पर्यो भनेको पोर्ट ब्याक रहेछ। पोर्टमा हाम्रो छैन। यस्तै छ खोला साइड हो, बक्राखोला साइड। यता यहाँ छ फर्केर जोडिसक्नु भएछ। जाडोमा
जाडो पनि भन्न पाइएन। यो घरमा यो घरमा त बाबे हामी बस्छन्दै एकखेप मैले उता चिबुक हालेको हो नि के गर्नु। यो घरको 200 मिलियस हालेको कनेक्सनै भएन। अहिले अङ्कल काठमाडौँ पुग्नुभएको छ, छैन बस्नु न यहाँ कोही नबस्ने भएर त टेन्सन हुन्छ त दा। एउटा गराउन मार्केटिङ गर्न जाँदै हुनुहुन्छ, रिजल्ट के हुन्छ हेरौँ। जाडो छ हौ। आफै राख्नु भएको रहेनछ हेरौँ। च्यानल सहितको त टिभी च्यानल सहितको जोड्छु भन्नु न, हामी त्यही अनुसार 250वटा च्यानल प्लस युट्युबहरू सबै चल्छ। होइन त्यहाँ बुहारी राख्छ, त्यही भएर त्यहाँ दिन्छ पैसाहरू। होइन टिभीहरू हेर्नुहुन्छ त्यहीँ राख्दा पनि त नि। कहाँको तपाईँको? हाम्रो त कसरीको होल्डिङ भन्ने सुन्नुभएको छ? ऊ चाहिँ अगाडि बक्स राखेको छ नि। हामी त ठगिँदैन। टिभी च्यानल सहित राख्नुहुन्छ भने 4500 रुपियाँ लाग्छ। त्यसमा 2000 तपाईँहरूको नाममा हो। जुनसुकै टिभी पनि चल्नु फेरि तपाईँको, डल्ले होस्, एलइडी होस्, एलसिडी होस्, सबै टिभी। अब अहिले होइन, अहिले वैशाख अर्को सालतिर नम्बर राखिराख्नु, फोन गर्नु ल। राम्रो आएन नि दाइ त, घरमा जोक्तै नराख्ने भन्नुभयो। यहाँ कोही त बस्नुहुन्न होला। जाउँ न त, बुझौँ के रहेछ हामी हेरौँ है त के हुन्छ यहाँ चाहिँ। ए नत्र यसो वाइफाईको अफर छ र सोध्नु पर्यो भनेर। हजुर पैसै हो हुनु त, तर अहिले त सस्तो छ नि त। 3000 पनि जोड्न मिल्छ। पैसा त 2-3 दिनमा दिँदा भयो नि त, आएको छैन भने। मोबाइल चाहिँ चाहियो नि, मोबाइल बेगर चाहिँ वाइफाई हुँदैन होइन। मोबाइल छ र जोड्न इच्छा छ भने जब 3000मा 1000 तपाईँको नाममा धरोटी पनि हो, 2000 तपाईँको खर्च हुन्छ, 1000 धरोटी बस्छ। जोड्नु जोड्नु अन्ति जोड्नु, सस्तो आएको अफर नगुमाउनु। सस्तो आएकोलाई हाल्नु हुन्छ। घरमा कसैले चलाउनुहुन्न? अरू छोराछोरी हुनुहुन्न? माघमा आउँछ 4 गते। म मोबाइलै छैन भन्नुहुन्छ। मोबाइल बेकार त के गर्नु त, चलेन। ठिक छ ठिक छ। कस्तो दामी तोरीबारी यार, पहिलो खेती 3टा घर छिरिसक्यो, कामै हुन सकेको छैन घरमा। चिसोले मार्राटो। अब कुन घर छिर्नु त हौ, यता नजरेको कुन छन्। गाह्रो छ है, हामीलाई गाह्रो छ। आगो बालेको रहेछ यो। आइसक्दा पनि हामीले केही काम गर्न सकिएन। गाइस आजको भ्लगमा हामी यति गर्दैछौँ। आज सकौँ नि यो भिडियो। हेलो दाइ, यो भिडियो म काट्दैछु, केही भन्नु छ? हामी खाना खाना जाउँ ल अब। ल ओके बाई गाइज।